हेलो गाइज दर्शन नमस्ते वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म नेपाल टु मुम्बई टु अबुधाबी जाँदैछु। मलाई छोड्नको लागि भाइ बहिनी र बुढी एयरपोर्टसम्म म जाँदैछन् र अहिले हामी एयरपोर्टको प्रवेशद्वार गेटमा पुगिसक्न लाग्यौँ। बुढी एकदमै मल्यानो मुहार लिएर एयरपोर्ट जाँदैछिन्। हामी एयरपोर्टको प्रवेशद्वारमा आइसक्यौँ र तपाईहरू मेरो भिडियोलाई हेर्दै गर्नुहोला। सम्पूर्ण जानकारी एयरपोर्टको र मुम्बई एयरपोर्ट सम्पूर्ण मेरो यात्राको जानकारी तपाईँलाई गराउनेछु है त। ल गाइज म चाहिँ एयरपोर्ट आइपुगेँ। अब केही बेरमै मेरो फ्लाइट हुँदैछ। बुढी एकदमै मल्यान मुहार लिएर यताउता हेर्दैछिन् र अब के गर्ने, बाध्यतावश जानु नै पर्ने हुन्छ। आफ्नो देश छोडेर जान रहर त कसलाई हुन्छ र यस्तै छ हामी परदेशीको पीडा। वेटिङ कक्षमा छु, देख्न सक्नुहुन्छ तपाईँले। अब चाहिँ वेटिङ कक्षमा अब चाहिँ म प्लेन भएको ठाउँमा आइसकेको छु। अब केही क्षणमा म यहाँबाट प्लेन चढ्नेछु र भाइ भाइको हात हल्लाउँदै आफ्नो देश र माटोलाई शिरमा राख्दै यो सुन्दर दृश्यलाई आँखाको नजरमा राख्दै म यहाँबाट उड्दैछु। तपाईहरू देख्न सक्नुहुन्छ यो सुन्दर दृश्यहरू कस्तो, पानीको थोपा, त्यस्तै यो रात्रिकालीन समय चरी पनि बास बस्ने समयमा हामी चाहिँ यहाँबाट उडेर जाँदैछौँ। हेर्नलाई कति राम्रो छ यो दृश्य। यो चाहिँ धाहड मार्ग। देख्न सक्नुहुन्छ गाइस, प्लेनले पुरै धरती छोडिसकेको छ। काठमाडौँ बिस्तारै बिस्तारै छोड्दैछ। ओहोलाई हेर्नु, काठमाडौँको भ्यू। ओहो बर्खाको हेर्नु होला काठमाडौँ कस्तो सुन्दर। ओ माई गॉड लगाएछ। हेर्नुहोस् कस्तो रमणीय दृश्य छ। यो दृश्यसँगै मलाई लास्ट यो जहाज माथि आउँदा मलाई एकदमै पीडा भएर मैले योभन्दा अघिल्लो छुट्टीमा आफ्नो घर परिवार साथीलाई सम्झिँदै गजल लेखेको थिएँ। त्यो गजल म एक हरफ सुनाउन चाहेँ। जब जहाज आकाश माथि आयो, जब जहाज आकाश माथि आयो, आँखा अगाडि घर परिवार दाजुभाइ साथी आयो, आँखा अगाडि दाजुभाइ घर परिवार साथी आयो। छोरो रुँदै थियो एयरपोर्ट बाहिर मनी जाने ड्याडी, छोरो रुँदै थियो एयरपोर्ट बाहिर मनी जाने ड्याडी भन्दै उता हेर्न लगाएर भित्र छिरे, समय कस्तो घाती आयो। उता हेर्न लगाएर भित्र छिरे, समय कस्तो घाती आयो। हस्त यो गजल पनि अनि कुहिरो कस्तो कति सुन्दर दृश्य छ, तपाईँले देख्न सक्नुहुन्छ। तपाईँलाई देखाउने नै छु। तपाईँले देख्न सक्नुहुन्छ रात परिसकेको छ, उता पनि कस्तो सुनौलो बाजमर देखाइरहेछ। मुम्बई सहर आइसक्यो, तपाईँले देख्न सक्नुहुन्छ कति झिलिली परेको मुम्बई सहर। हेर्नुहोस् गाइस, अब हामी यहाँ ल्यान्डिङ हुँदैछौँ। यहाँ ल्यान्डिङ भएर मुम्बई सहरलाई अवलोकन गर्नेछौँ। यहाँको एयरपोर्टमा हामी वेटिङमा रहनेछौँ। त्यसपछि यहाँबाट हामी टक्क लगाएर युनाइटेड अरब इमिरेट्सतिर प्रस्थान हुन्छौँ है त गाइस। देख्न सक्नुहुन्छ। हेलो गाइज, यो चाहिँ बम्बई सहर रहेको छ।
हे किनेर ल्याइदिउँला साडी बम्बईको। ल हेर्नु होला कति मजाको छ बम्बई सहर। यति लामो ब्रिज छ त्यही माथि हेर्नुहोस्। यो रात्रिकालीन समयमा पनि बम्बई सहर कति राम्रो देखिएको छ। साँच्चै स्वर्ग जस्तो देखिएको छ। यसरी पढ्नुपर्छ कि एयरपोर्टको सिस्टम यो हो क्या। ल हेर्नु त टक्क कस्तो देख्दै स्ट्यान्डर्ड। हेलो गाइस, दर्शक नमस्ते। अहिले चाहिँ म यो मुम्बई एयरपोर्टमा छु। तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ मुम्बई एयरपोर्ट हो। टक्क मुम्बई एयरपोर्टमा अहिले म राम्रो छ एयरपोर्ट देख्न सक्नुहुन्छ। यो मुम्बई एयरपोर्ट हो गाइस, देख्न सक्नुहुन्छ यहाँको कस्तो रमाइलो छ क्या मुम्बई एयरपोर्टहरू। गाइस अहिले चाहिँ हामी मुम्बईबाट अबुधाबी जाँदैछौँ है त गाइस। हेर्नु होला मुम्बईबाट टक्क लगाएर त अहिले चाहिँ हामी यहाँ मुम्बईबाट अबुधाबी जाँदैछौँ। बाहिर छु। ल हेर्नुहोस् अबुधाबी सिटी यही हो। अब दिनमा भए अझै राम्रो देखिन्थ्यो, रातमा नि केही फरक छैन, राम्रै देखिरहेछ। रातमा झन् धपक्क बत्ती बलेको है, यति राम्रो देखिएको छैन। ल हेर्नुहोस् टक्क लगाएर अब यहाँ रोडहरूमा गाडी ल्यान्ड हुने तर्खर हुन्छ गाइस। तपाईँले गाइसहरू सम्पूर्ण यात्रुहरू ट्रेनबाट ट्रेन एकदममा छ। हामी यात्रा हामी चाहिँ अब उत्रिन लागेको छौँ। त हल्का लगाएर हेर्न सक्नुहुन्छ। र यो अबुधाबी एयरपोर्टमा हामी उत्रिँदैछौँ। ल हेर्नुहोस् अबुधाबी एयरपोर्टमा हामी उत्रिसकेका छौँ गाइस। अब चाहिँ हल्का लगाएर अब आइकार्डमा जान्छौँ हामी। हालै आइकार्डमा देख्न सक्नुहुन्छ। ल गाइस हामी चाहिँ टक्क अबुधाबी आएर पुगेका छौँ। टक्क हेर्नु हामी हिँड्दैछौँ सर। यहाँ मजा टक्क उता पनि चलिरहेछ। देशको सिस्टमै अलग छ है। आइपुग्यौँ। अब यहाँबाट हामी आफ्नो जो डेरा भनौँ न त्यहाँ जानेछौँ। अहिले टक्क हामी यति हाल्छौँ। सब मान्छेहरू कि त्यो सब नेपालीहरू नै हो कि, कामदार नेपालीहरू। ल हेर्नुहोस् अबुधाबीमा हामी ल्यान्ड भइसक्यौँ। तपाईँले देख्न सक्नुहुन्छ कस्तो मजा आयो क्या। हेर्नु होला सबै नेपाली दाजुभाइहरू हुनुहुन्छ। हेर्नु होला कति अबुधाबी आइपुग्यौँ हामी। हेलो गाइस, अहिले चाहिँ हामी ब्याग लिने क्रममा छौँ। ब्याग आइरहेको छैन हाम्रो, तर आउँदैछ उता। हेर्नु ब्याग घुमिरहेछ। अब मेरो ब्याग आउने क्रममा छ। यो अबुधाबी एयरपोर्ट है त। टक्क यस्तो छ एयरपोर्ट। अबुधाबी एयरपोर्ट चाहिँ हेर्न सक्नुहुन्छ। त्यो दामी छ क्या एयरपोर्ट।